नमस्कार 2083 साल तुला राशि भएका व्यक्तिहरूको लागि कस्तो हुँदैछ भन्ने विषयमा यो भिडियो तयार पारिएको छ। जसको पनि नामको अक्षर रा रि रु रे रो ता ति तु तु ते है। जसको रा रि रु रे रो ता ति तु तेबाट नाम आउँछ तिनीहरूको तुला राशि हुन आउँछ। तुला राशिका स्वामी शुक्र हुन् र तुला राशिको लागि 2083 साल कार्यक्षेत्र जाहिरका हिसाबले रमणीय रहनेछ, यानि कि कला साहित्य क्षेत्रमा यिनीहरूको रुचि बढ्नेछ भने कार्यक्षेत्रमा उन्नति एवं मान प्रतिष्ठा प्राप्ति हुने देखिन्छ र प्रशासनिक पक्ष पनि सुखद हुने देखिन्छ। तुला राशि भएका व्यक्तिहरूको लागि प्राविधिक कार्यमा विशेष लगाव बढ्नेछ, प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ, शत्रु पराजय हुनेछन्, शत्रुमाथि विजय पाउने योग बनेको छ तुला राशि भएका व्यक्तिहरूको लागि। आर्थिक क्षेत्र सबल हुनेछ, भूधनमा वृद्धि हुनेछ, यानि कि घडेरी किन्ने सोच बनाउनु भएको छ, जग्गा किन्ने सोच बनाउनु भएको छ, घर बनाउनको लागि तुला राशि भएका जातक जातिकाले भने यो वर्ष तपाईँले घडेरी किन्नुहुनेछ, जग्गा जोड्नु हुनेछ, त्यस्तो खालको योग बनिरहेको देखिन्छ। शैक्षिक दृष्टिकोणले यो वर्ष सुखद रहेको छ। विद्यार्थीहरूको लागि मेहनतको फल मिल्ने खालको यो वर्ष रहेको छ। तुला राशि भएका विद्यार्थीहरूको लागि फल प्राप्ति हुने योग बनेको छ र सृजनात्मक क्षमतामा अभिरुचि बढ्नेछ, अध्ययनमा रुचि बढ्नेछ, शैक्षिक सिलसिलामा विदेश यात्राको योग पनि बनेको देख्न सक्छौँ। यात्रामा भने खर्चमा वृद्धि हुनेछ। तपाईँले यात्रा गर्दा धेरै खर्च हुने देखिन्छ। तुला राशि भएका व्यक्तिले यात्रा गर्ने क्रममा आफ्नो खर्चलाई म्यानेज गर्नु होला, किनभने आवश्यकताभन्दा बढी खर्च तपाईँको हुन सक्ने देखिन्छ। त्यसै गरी तुला राशि भएका पारिवारिक जीवनको सुखद रहनेछ, दाम्पत्य जीवन फलदायी रहनेछ, मातृ पितृ स्थान सुखद रहनेछन्, पितृपक्ष खुसी रहनेछन्, प्रेम जीवनमा पनि तपाईँको चाहिँ राम्रो प्रभाव देख्न सकिन्छ। अध्यात्ममा तपाईँको रुचि जाग्नेछ, धार्मिक यात्रा हुनेछ, भगवती जगदम्बा देवीको तपाईँले उपासना गर्नाले यो वर्ष समग्रमा तपाईँको राम्रो जानेछ। भगवती जगदम्बाको तुला राशि भएका जातक जातिकाले यो वर्षभरि उपासना गर्नुहोला, देवीको मन्दिरमा गएर ढोग्नु होला, वर माग्नु होला। त्यसै गरी तुला राशि भएका व्यक्तिहरूलाई विशेष गरी यो वर्ष चाहिँ खाद्यान्नमा पनि मिठो खानेकुरा प्राप्त हुने, राम्रो रेस्टुरेन्टमा जाने, राम्रो होटलमा गएर खाने अवसर प्राप्त हुने, राम्रा कपडाहरू किनेर लगाउने अवसर प्राप्त हुने, राम्रा गहनाहरूको लाभ हुने, राम्रा पशु चौपायाको लाभ हुने। तपाईँ पशु चौपाया पाल्दै हुनुहुन्छ भने तपाईँको पशु चौपाया राम्रो उत्पादन दिने, राम्रो गाई राम्रो भैँसी तपाईँले ल्याउने हुन्छ। कृषि क्षेत्रमा हुनुहुन्छ भने राम्रो उत्पादन हुन्छ। तपाईँ अन्य क्षेत्रमा फेसन डिजाइनिङको क्षेत्रमा हुनुहुन्छ भने त विशेष लाभदायी छ। फेसन डिजाइनिङमा तपाईँको उन्नति हुनेछ। तपाईँले बनेका ड्रेस, तपाईँले बुनेका कपडाहरू मान्छेले मन पराएर लगाउनेछन्। गहना बनाउनुहुन्छ भने तपाईँको गहनाको प्रशंसा हुनेछ। तपाईँका गहनाहरू कति राम्रो बनाएको भनेर मान्छेले लगाउनेछन्, किनभने तुला राशि भएका व्यक्तिहरूको लागि तपाईँको चाहिँ विशेष गरेर यो वर्ष चाहिँ जस पाउने योग बनेको छ। मान्छेले तपाईँको प्रशंसा गर्दैछन् कति राम्रो काम गरेको भनेर। व्यापारमा पनि तपाईँको कला कौशल बढेर जानेछ, ग्राहकहरूको आगमन बढेर जानेछ। विशेष गरेर जसले पनि कपडाको व्यापार गर्नुहुन्छ तुला राशि भएका व्यक्तिहरूले उहाँहरूको कपडाको व्यापार यो वर्ष बढ्ने देखिन्छ। थप आम्दानी, थप आर्थिक लाभ तपाईँलाई हुँदैछ तुला राशि भएका व्यक्तिको लागि 2083 सालमा। तुला राशि भएका व्यक्तिले स्वामी ग्रह शुक्र भएको हुनाले गाईको सेवा गर्नुहोला। गाईको सेवाले तपाईँको शुक्र ग्रह थप बलियो हुनेछ। त्यसै गरी तपाईँको पुरुष हुनुहुन्छ भने तपाईँले चाहिँ महिलाहरूको आशीर्वाद लिनुहोला, वृद्ध आमाहरूको आशीर्वाद लिनुहोला। तपाईँको शुक्र ग्रहको प्रभाव तपाईँको राम्रो हुँदै जानेछ र श्रीमतीसँगको सम्बन्ध पनि राम्रो हुनेछ, पारिवारिक सम्बन्ध राम्रो हुनेछ। र तपाईँले पर्फ्युमको प्रयोग गर्नुहोला, इत्तरको प्रयोग गर्नुहोला। तपाईँले इत्तरको प्रयोग गर्नाले, पर्फ्युमको प्रयोग गर्नाले, राम्रो कपडाको प्रयोग गर्नाले तपाईँको शुक्र ग्रह बलियो भई तपाईँका आँटेका ताकेका कार्यहरू पुरा हुने, राम्रो व्यक्ति भेटघाट हुने हुनेछ तुला राशिको लागि। धन्यवाद।